welcome back to my new mini vlog guys. If you don't know me, you are Archana vlogger. अनि after long time पछि फेरि म लिएर आइसकेको छु मिनी भ्लग। मलाई लास्ट डे झ्याउ लाग्छ के आजकल भ्लग बनाउनु, सो त्यही भएर म बनाउँदिनँ। अनि स्टोरेज नि छैन नि त, त्यति हुँदैन। अनि दिदीहरू हुनुहुन्छ माथि चाहिँ, अनि यहाँ मुनतिर चाहिँ हुनुहुन्छ दाइहरू आउँदै हुनुहुन्छ, तल एकजना दाइ हुनुहुन्छ, अनि म हिँड्दैछु म चाहिँ। अनि यो दिस इज अ पाटेनागी, तर गुराँस चाहिँ एउटा पनि छैन अहिले चाहिँ। उतै माथि छ गुराँसहरू चाहिँ, तर होइन मलाई चाहिँ यो ठाउँ त्यस्तो नराम्रो पनि लागेन, ठिक्क लाग्यो मलाई। सो एकछिनपछि गर्छु ओके। अनि ड्रोन नि छ न त्यहाँ हाम्रो, यो दाइको हो मेरो होइन। गुराँस चाहिँ यहाँ छ गाइज, ड्रोन यहाँ माथि छ। अनि यहाँ मुनतिर चाहिँ ठाउँ छ ड्रोन। हाम्रो चाहिँ जोन्जामलिङलाई हेर्नु जानै पर्दैन क्या, जोन्जामलिङै जोन्जामलिङहरू हुन्छ सबै दाइहरू। अनि यहाँ चाहिँ फोटो मेरो हातमा लिएर गुराँस आइसकेको छ। अनि फेरि हामी चाहिँ खोइ कहाँ जान आँटेको थाहा छैन मलाई। सुके पोखरी भन्दै हुनुहुन्थ्यो। मेरो फोनको ब्राइटनेस एकदम कम गरेछ दिदीले, त्यही भएर मलाई त फोन के भएछ भने सोचिरहेको थिएँ गाइज। हामीले ड्रोन उड्यो, ड्रोन चाहिँ ड्रोन उडाउँदै चाहिँ हुन्छ। मुश्किलों में है दिल मेरा, माना तेरी सूरत की है चांदी सोत का बिल्लो, मेरे दिल का सोना बिखरा है। तेरी चांद वालिया है होठों पे गालियां, तेरी चांद वालिया है होठों पे गालियां, सोचने का मौका न दिया, मैं तो तेरे पीछे हो लिया। यो चाहिँ मैले टिपेको गुराँस हो, गुराँस यहाँ छ, गाइजहरू यहाँ हुनुहुन्छ। सो गाइज होइन, हामी चाहिँ पाटेनागीबाट रुम फर्किसकेको छौँ। मैले चाहिँ त्यतिखेर गुराँस टिपेको छु। टाटा। मलाई चाहिँ हाम्रो गाउँको हिले जस्तो लागेको यो पाटेनागी चाहिँ, त्यस्तै लाग्यो। फर्स्ट टाइम आएको यहाँ पाटेनागी, ठिकै राम्रै लाग्यो यतिको। सो होइन, मेरो मिनी भ्लग चाहिँ यति नै थियो। अब नेक्स्ट मिनी भ्लग लिएर चाँडै आउनेछु भन्दै आजको लागि चाहिँ टाटा, बाई बाई।